हे इट्स मी प्रज्ञान। सो आज हामी कुरा गर्दैछौँ मुभी उनको स्वेटरको बारेमा। सो यो मुभीमा बिपिन कार्की र मृणा मगर्जी लिड रोलमा हुनुहुन्छ। बिपिन कार्कीको कुरा गर्ने हो भने उनको मुभीमा डायलग र त्यसको डेलिभरीले बिपिन कार्की किन अहिले नेपाली मुभी इन्डस्ट्रीमा टप एक्टर मध्येमा हुन् भनेर देखाउँछ। मुभीमा उनको फर्स्ट सिनदेखि नै उनको सिम्प्लिसिटी, इन्गेजिङ डायलग र रियल फिल हुन्छ। एक्टिङले उनको किन यति धेरै अडियन्स र फ्यान छन् भनेर प्रुभ हुन्छ। उनले यस फिल्ममा खेलेको क्यारेक्टरलाई उनले कति धेरै लेभलसम्म स्टडी गरेका थिए भन्ने कुरा प्रष्ट देखिन्छ। अर्को लिडिङ एक्टर हुनुहुन्छ मृणा मगर्जी। उनी अहिले प्रष्ट रूपमा नेपाली फिल्म इन्डस्ट्रीको बेस्ट र रुलिङ एक्टर हो र उनको लेभलको एक्टिङ गर्न सक्ने अर्को एक्टर भनेको मेरो लागि स्वस्तिमा खड्का हो। उनको यस मुभीमा बिपिन कार्कीको जति स्क्रिन टाइम छैन, तर उनको स्क्रिन टाइमदेखि उनको मुभीको अन्तिम सिनसम्म उनले जुन लेभलको एक्टिङ गर्नुभएको छ त्यसमा उनले बिपिन कार्की शुद्धलाई ओभरस्याडो गर्नुहुन्छ। रियल एक्सप्रेसन, डायलग डेलिभरी र उनले क्यारेक्टरलाई स्टडी गरेर जसरी आफूलाई त्यो क्यारेक्टरमा ढाल्नु भएको छ, यो इफोर्टले एक एक्टरले मुभीमा कतिसम्मको इम्पोर्टेन्ट भूमिका खेल्छ भनेर मृणा मगर्जीले प्रष्ट पारिदिनु भएको छ। मुभी एक सिम्पल लभ स्टोरी हो। म मुभीको स्टोरी बारे डिटेलमा जान्न चाहन्न, किनभने आई वुड प्रिफर तपाईँ आफै यो मुभी हेर्नुहोस् र इन्जोय गर्नुहोस्। तर यो मुभीको स्टोरीलाई जसरी एउटा पर्फेक्ट तरिकाले लेखिएको छ, तपाईँ कुनै पनि फिल्मको टाइममा बोर फिल गर्नुहुन्न। फिल्ममा सुरज कटवाल र नवीन चौहानले लेखनमा काम गर्नुभएको छ र आई रियली वान्ट टु सी देयर मोर वर्क इन नेप्लिस मुभी इन्डस्ट्री। मुभीको स्क्रिन प्ले कुनै सिनमा लामो फिल हुन्छ तर कतै पनि बोरिङ छैन। बिपिन कार्कीजी र मृणा मगर्जीको केमिस्ट्रीको बिल्डअपको सिनहरू, बिपिन कार्कीको आफ्नो बुवा आमा र भाइसँगको रिलेसन र नेपाली कम्युनिटीको कल्चर देखाउन वेल बिल्ड तरिकाले लेखनमा फोकस गरिएको छ। हरेक सिनलाई वेल डिटेलिङ गरेका छन् फिल्मका लेखकहरूले, जसले गर्दा हरेक सिन रियल फिल हुन्छ। हरेक सिन इन्गेजिङ तरिकाले लेखिएको छ र आई वान्ट टु थ्याङ्क द राइटर्स। मुभी म्युजिक अर्को बेस्ट पार्ट हो मुभीको। सुजन चौलागाई र झुमा लिम्बूले कम्पोज गरेको गीत र वज्र क्रिएसनको ब्याकग्राउन्ड रेकर्ड टप लेभलको छ। You will fall in love with the song and background music of this movie. फुलहरू मुस्काउँछन् is my personal favorite. Cinematography is another best part for the movie. ल्यान्डस्केप कभर गरेको, आगो लागेको सिनदेखि लाइटनिङहरू अन पोइन्ट लाग्छ दर्शकलाई। बिपिन कार्कीले चुरोट खाँदै आफ्नो पास सम्झेको सिनदेखि मृणाजीले झ्यालबाट मुन हेरेको सिनको सिनेमाटोग्राफी वेल क्राफ्टेड छ। मेरो बेस्ट भनेको मृणाजीले बिपिन कार्कीजीलाई फर्किँदा पुर्याउन जाँदाको यो सर्ट हो। अब कुरा गरौँ मुभीको डाइरेक्टरको। यस फिल्मको राइटर सुतरहनु भएको नवीन चौहानको डिरेक्सन बेस्ट लेभलको छ। मुभीको राइटिङ, स्क्रिन प्ले र डिरेक्सनलाई उनले बेस्ट लेभलमा सँगै लगेका छन्। आई पर्सनली वान्ट टु सी हिम मोर इन हिज डिरेक्सन इन आवर मुभिज। मुभीमा कोही एकजनाले माया र रेस्पोन्सिबिलिटीमा चुज गर्दा र जातिवादको खिलाफ काम गर्दा कतिसम्म अन्डर खेप्नु पर्छ भनेर अडियन्सले फिल गर्न पाउँछन्। माया पाउनको लागि पनि परिवारप्रतिको रेस्पोन्सिबिलिटी र समाजको सोचले कतिसम्मको बाधा पुर्याउँछ भनेर डाइरेक्टरले ब्युटिफुल तरिकामा देखाएका छन् यस मुभीमा। एभ्रिथिङ इज सच ब्युटिफुल्ली रिटन एन्ड वेल एडिटेड। थ्याङ्क यू नवीनजी यो मुभी बनाउनु भएकोमा। नो डाउट अडियन्सले यो मुभी हाई लेभलसम्म मन पराएकोमा सबैभन्दा ठुलो श्रेय तपाईँलाई जान्छ। आई अल्सो वान्ट टु थ्याङ्क आर्ट मान्डु। यस्तो ब्युटिफुल मुभीमा बिलिभ गरेर इन्भेस्ट गर्यो भने जसरी पनि अडियन्सले मन पराउँछन् र रिटर्न दिन्छन् भनेर आर्ट मान्डु प्रोडक्सनले प्रुभ गरेको छ। मुभीको रिलिजको बेला अडियन्सले यस फिल्मको पार्ट 2 पनि चाहियो भनेर थिएटरबाट फिडब्याक दिएका थिए। आई होप पार्ट 2 चाँडै आउँछ र केही लेभलको मुभी बन्नेछ। तपाईँले यस मुभीलाई हाल युट्युबमा हेर्न सक्नुहुन्छ र पर्सनली म रिक्वेस्ट गर्छु सबै दर्शकलाई यो मुभी हेर्नको लागि। मार्केटिङ र सोसल मिडियामा पोस्ट मात्र गरेर अडियन्स थिएटरसम्म आउँदैनन्। फिल्ममा साँच्चीकै हरेक डिपार्टमेन्टले राम्रो भूमिका खेल्नुपर्छ र होपफुल्ली यसै मेन्टालिटीले
अरू धेरै प्रोडक्सन हाउसले अडियन्सलाई यस्तै फिल्म दिनेछन्। हालै रिलिज भएको लास्ट 12 मन्थ्सको बलिउड मुभीहरू हेर्ने हो भने पक्कै पनि हामी नेपाली फिल्म इन्डस्ट्रीले बनाएको मुभीहरू उनीहरूको टक्कर र इभन उनीहरू भन्दा राम्रो बनेको देख्न सकिन्छ। सही डाइरेक्टरको टिमलाई लिएर रियल एक्टरहरूमाथि प्रोडक्सन हाउसले इन्भेस्ट गर्यो भने नेपाली अडियन्सले रिलिजकै टाइममा बलिउड मुभी भन्दा नेपाली मुभी प्रिफर गर्ने दिन धेरै टाढा रहने छैन। थ्याङ्क यू फर वाचिङ दिस भिडियो। प्लिज हिट लाइक एन्ड सब्सक्राइब बटन। सी यू इन द नेक्स्ट वान।